इटालीसँग जे भयो त्यो गेम हारिसक्यो होइन। अब त्यो गेमलाई बिर्सेर हामी मुभ अन भएर वेस्ट इन्डिजतर्फ लाग्नुपर्छ, किनभने त्यो गेम एकदमै टेरोफिक थियो। त्यो सम्झेरै दुःख लाग्ने कुरा हो सबैलाई होइन। अब नेपाल टिमले पनि जानी हारेको होइन र त्यसलाई मुभ अन भएर हामी वेस्ट इन्डिजतर्फ लाग्नुपर्छ। प्लेइङ इलेभेन कस्तो भयो भने चाहिँ वेस्ट इन्डिजलाई हराउन सकिन्छ, त्यो चाहिँ मेरो प्लेइङ इलेभेन मैले बनाउँदैछु। अब रोहित पौडेल अथवा कोचले अथवा त्यहाँको स्ट्राटेजी टिमले के बनाउँछ त्यो हामीलाई पनि थाहा छैन होइन। तर मेरो हिसाबमा चाहिँ कुशल भुर्तेल र आसिफ शेख ओपनर हुन्छन्, किनभने हामीले यसमा हामीले कसैलाई पनि अब एउटा ब्याकअप ओपनर छँदै छैन। त्यो दुईटा नै छ। एउटा लोकेश बम खेल्न सक्छन् ओपनिङमा, तर त्यो लोवर अर्डरमा खेलिरहेको राम्रो गरिरहेको प्लेयरलाई 81 माथि ल्याउँदाखेरि चाहिँ त्यहाँनिर अलिकति उसको केही बिग्रिन्छ कि राम्रो हुँदैन कि भन्ने सोच हो। त्यसपछि मैले 3 नम्बरमा छ क्याप्टेन होइन, 4 नम्बरमा दिपेन्द्र सिंह ऐरी, त्यसपछि आरिफ शेख। अनि मैले त्यो आरिफ शेख यो 5 जना भयो। यो 5 जना पछि एउटा नयाँ चेन्ज मैले के राखेको छु भने चाहिँ सन्दीप जोरा राखेको छु। त्यसपछि मैले राखेको छु लोकेश बामलाई। लोकेश बाम पछि मैले राखेको छु गुलसन झाला। यति 8 जना चाहिँ प्योर ब्याटिङ खेल्छन् होइन। त्यसपछि चाहिँ मैले राखेको छु नन्दन, सन्दीप र शेरमल्ल। मैले 3टा मात्रै बलर राखेको छु, किनभने हाम्रो अब अलराउन्डरै कन्सिडर गर्ने हो भने दिपेन्द्र सिंह ऐरीले पनि 4 ओभर हालिहाल्छ, 16 भयो। र त्यसपछि कुशल भुर्तेललाई 2 ओभर अथवा 3 ओभर अथवा हुनसक्छ भने 4 ओभर गराएर अलराउन्डर नै बन्ने भए चाहिँ अब उसलाई 4 ओभर गराए हुन्छ। त्यसपछि 20 ओभर समाप्त भयो 5 जनाको। अदरवाइज उसलाई 2 ओभर गराएर गुलसन झा र रोहित पौडेलले पनि 1-1 ओभर हाल्न सक्छन्, अथवा जसको राम्रो भयो त्यसले चाहिँ पुरा कम्प्लिट गर्न सक्छ स्पेल। यो चाहिँ मेरो प्लेइङ इलेभेन हो। र आफ्नो प्लेइङ इलेभेन कस्तो छ त्यो चाहिँ अब जसले यहाँसम्म हेर्नु भएको छ उहाँले चाहिँ कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। र हाम्रो नेपाल टिमले जित्छ भन्ने हामीलाई कम्प्लिटली विश्वास छ। र अझै पनि सुपर 8को थोरै भए पनि 1% भए पनि आश छ, र त्यो आशलाई मार्नुहुन्न टिमले। यति भन्दै हाम्रो टिमलाई र गुड लक, जय नेपाल।